हेलो। नमस्कार हजुर। नमस्कार सर। के छ खबर? ठिकै छ सर। मोती सर हो सर? हो हजुर हो। ए सर सुन्नु न सर, त्यही हामीलाई चाहिँ सर अस्ति नै चाहिँ 9 जना भएर त्यो भिडियो बनाएको थियौँ नि सर। अँ, हो त्यो सरले अब एआईको थ्रुबाट हामीलाई नचिनिने गरी त्यो गरिदिनुहुन्छ भन्नुभएको थियो। त्यसरी अब प्रतिबद्धता जनाएर सरकै अनुरोधमा हामीले अब नाइ भन्न नसकेर हजुरलाई अब हजुर जस्तो मान्छेलाई अब जे होस् एउटा लागु औषध विरुद्ध लडिरहेको मान्छे हामी अब नाइ भन्न नसकेर हामीले स्वीकार गरेको थियौँ नि त सर होइन। जे होस् हाम्रो त्यो आइडेन्टिटी चाहिँ खुल्दैन है भनेर हजुरले पनि एउटा विश्वास दिलाउनु भएको थियो होइन सर। तर त्यो अँ, भिडियो निक्लिँदाखेरि सर भिडियो एकचोटि तपाईँ पनि चेक गर्नु होला सर। त्यहाँनिर पुरै अनुहार पनि देखिन्छ सर। तपाईँले ब्लर मात्र गरिदिनु भएको रहेछ। त्यो ब्लर गर्दाखेरि सबैजनाको अनुहार पनि चिनिन्छ सर होइन सर। त्योमाथि म्युजिक अँ, पनि त्यस्तै लगाइदिएको रहेछ होइन सर। अनि अँ। सर त्यो भिडियो चाहिँ सर अलिकति टेक डाउन गर्न पाए सर हामीहरू पनि अब हामी पनि त्यतिखेर अब त्यो हामीले केही उत्यो गरेर त आएको होइन नि त सर होइन। हामीले पनि ब्लर कामले ब्लर ब्लर नै छ त नानी। सर त्यो ब्लरमा चिनिन्छ नि सर। एकचोटि हेर्नु त सर, हजुरले भिडियो हेर्नु त सर मजाले चिनिन्छ सर। यहाँ मलाई एकचोटि म हजुरलाई म्यासेज पठाउँछु सर। 15-20जनाले मलाई म्यासेज गरिसक्यो सर। आफन्तले अँ, 15-20जनाले म्यासेज गरिसक्यो सर। मलाई यहाँ बाहिरदेखि मेरो भाइहरू युकेदेखि लन्डनदेखि म्यासेज गरिसक्यो सर। के हो यो त यताउति यताउति। अब त्यतिखेर त हामी उनीहरूलाई पनि थाहा छ, मेरो परिवार सबैलाई थाहा छ म एउटा ओएसटी युजर हो भनेर सर। हामीले त्यतिखेरै भनेको थियौँ सर हामीलाई जाँच गर्नुहोस्, चेक गर्नुहोस्, हाम्रोबाट केही उत्यो गऱ्यो भने के हुन्छ कारवाही त्यो गर्नुहोस् भनेर हामीले त्यतिखेरै भनेको थियौँ सर होइन सर भन्नु त सर। अब त्यसरी अँ। हजुरहरूले त्यसरी अब गरे पछाडि त्यो त सिधै एउटा चाल खेले जस्तो भयो नि सर होइन र सर। यसरी सोच्दाखेरि सर एउटा नैतिकतादेखि बाहिरकै कुरा जस्तो लाग्यो सर मलाई चाहिँ होइन सर। त्यही भएर हजुरसँग मलाई त्यो भिडियो देख्ने बित्तिकै हजुरसँग कुरा गर्न मन लागेको थियो सर। अब हजुरलाई म चिन्छु सर, मजाले चिन्छु। हजुरले मलाई सायद मेरो भाइलाई पनि चिन्नुहुन्छ होला सर मजाले। पहिला तपाईँ त्यो उता पर्सामा ट्रेनिङ गर्नुभएको रहेछ सँगै होइन। त्यो कमान्डो ट्रेनिङ गर्दा कुनै के ट्रेनिङ गर्दा चिन्नुभएको रहेछ। अनि त्यही त हिजो कुरा हुँदाखेरि पो म त अचम्म लाग्यो सर। अब त्यसरी भिडियो सर त्यो त प्रस्टै चिनिन्छ क्या सर। त्यो ब्लर गर्दाखेरि पनि प्रस्ट म त एआईको थ्रुबाट हजुरहरूले हाल्नुहुन्छ नि त फोटोहरू अरू अरू त्यो कैदीहरूलाई समात्दाखेरि। म त त्यस्तो फोटो हुन्छ होला अनि त्यस्तो भिडियो हुन्छ होला अनि आवाज चाहिँ मेरो आए पनि मलाई प्रब्लम छैन भनेर मैले त्यसरी कुरा हजुरसँग उतिर आएको थियौँ नि त हामीले कमिटमेन्ट तपाईँ गरेको थियौँ नि त। जो बोल्नु भएको तपाईँ त्यो त होइन नि, तपाईँ बोल्नु भएको मान्छे त म होइन नि त। बोल्ने भएको मान्छे हो सर, दिपेश सुब्बा हो सर। म बोलेकै मान्छे हो सर। त्यो जो बोलेको थियो नि सर म त्यही मान्छे हो सर। त्यही भएर सर यहाँनिर एकदम गाह्रो भयो सर। तपाईँको स्वर त मिल्दैन त हो अनि अहिले त। होइन मै हो होइन सर, मै हो सर। भिडियो कल गर्दा पनि हुन्छ सर। मै हो सर, मै हो सर। मैले वडा प्रहरी कार्यालयलाई भद्रपुरलाई मैले रिक्वेस्ट पनि पठाएको थिएँ सर। डिपिओ झापामा मैले त्यो भिडियो पनि पठाएको थिएँ सर। कृपया टेक डाउन गर्न पायो। तपाईँको फ्यामिली हाम्रो पुलिस स्टाफ छ भन्नेवाला नै हो तपाईँ? हजुर 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 सर मै हो सर। दिपेश तपाईँको सुब्बा। हाम्रो स्टाफ छ होइन तपाईँको फ्यामिली पनि? हजुर हजुर सर मै हो सर। अर्कै स्वर सुन्छु त म ए त्यहाँ। होइन सर, भर्खर त्यो सुतेर उठेर होला सर, नत्र मै हो सर। मै हो, ए त्यतिखेर बोल्ने व्यक्ति पनि म हो सर। त्यही त सर हेर्नु न अब हजुरले त्यसरी भन्नुभएको थियो सर। ब्लर गर्ने सिस्टम हुन्छ, ब्लर गर्ने भनेर ब्लर भनेर भनेको हो। हजुर अनि म त ब्लर भयो एआईको हजुरले त अब चिनिँदैन, एआईको माध्यमबाट उत्यो हुन्छ, सोर्स चाहिँ चिनिन्छ भन्नुभएको थियो नि त। अनि मैले चाहिँ अब सोर्स चिने त केही मतलब भएन भनेर मैले नै उत्यो स्वीकार गरेको थिएँ नि त सर। तर अब भिडियो चिन्नेले सर चिनिहाल्छ नि सर। त्यति ब्लर हेर्नु त सर एकचोटि त्यो लेभलको त्यो 80% ग्लोजन ब्लर मात्र छ सर। के अरे 20% ग्लोजन ब्लर मात्र छ सर। त्यो त्यो ओके ल ग्लोजन ल। बरबाट गरेको हो सर होइन। त्यो 80% मात्र 20% मात्र छ सर। एटलिस्ट 50% गरिदिएको भए चिनिँदैन थियो होला। त्यो पनि अब अर्को ब्लर युज गरेको भए हुन्थ्यो होला। त्यो ग्लोजन ब्लरले त चिनिहाल्छ नि सर। अनि त्यो भिडियो चाहिँ सर टेक डाउन गर्न पाए हुन्थ्यो सर। किनभने यहाँनिर सर मलाई यति म्यासेज आइसक्यो सर, यति म्यासेज आइसक्यो सर। मलाई नि अब त्यतिखेर हामी त्यो गलत कामको लागि पनि गएको थिएनौँ नि त सर। हामी सही कामको लागि हामी खासमा त्यही आउन आँटिरहेको थियौँ। अनि हजुरको नम्बर पाएँ, मैले पाएँ। अनि पाए पछाडि हजुरसँगै किन कुरा नगर्ने, एकचोटि कुरा गरौँ न त। किनभने हाम्रो गल्ती छैन, गल्ती नभए पछाडि किन डराउने भनेर सरले पनि बुझ्नुहुन्छ भनेर अनि हामीले त्यो हजुरको नम्बर पाएर मैले कुरा गरेको सर हजुरसँग। अब त्यस्तो हजुरलाई त्यस्तो अफेन्सिभ लाग्यो भने सर सरी सर होइन। तर अब ओके नो प्रब्लम ब्रदर, म भन्छु ल ए एडमिनलाई ए ल। हुन्छ हस्, थ्याङ्क यू सर, हस् थ्याङ्क यू है सर। एकदम अन्डरस्ट्यान्डिङलाई एकदम धन्यवाद सर। हस् हुन्छ सर, हस् हस् सर।